सो गाइस, स्वागत छ तपाईहरुलाई आजको हाम्रो नयाँ भिडियोमा। आई होप हजुरहरु पनि सन्चै हुनुहुन्छ होला। हामीहरु पनि सन्चै छौं। आज चाहिँ हामीहरु हाम्रो गाउँदेखि पल्लो गाउँ वडा नम्बर 1 तिर जाँदै छौं र के कस्तो हुन्छ भन्ने कुराहरु यो भिडियो मार्फत तपाईहरुलाई देखाउने कोसिस गर्ने छौं। तपाईहरुले पनि हामीहरुलाई साथ सपोर्ट माया देखाइदिनु होला र सँगसँगै लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला। यति भन्दै भिडियो हेर्दै मजा लिनु होला है त। धन्यवाद। हामीहरु हाम्रो गाउँदेखि हिँडिसकेका छौं र के कस्तो हुन्छ देखाउने कोसिस गर्ने छौं। हेर्दै जानु होला र भिडियोलाई लाइक कमेन्ट शेयर गर्दै जानु होला। अरु त्यस्तै हो, रमाइलो रमाइलो भ्यूहरु देखाउने कोसिस गर्ने छौं। आफू सँगसँगै तपाईहरुलाई पनि भ्यूको मज्जा देखाउन सक्ने कोसिस गर्ने छौं है त। फाइनली हामी अहिले चाहिँ यहाँ सिङ्गौराको खोला पुगिसकेका छौँ हैन। त्यही 1 घण्टा लगाएर सिङ्गौराको खोला पुगेका छौँ। अब यहाँदेखि हल्का अहिले अब बिस्कुट खाउँ र बिस्कुट खाए सँगसँगै हिँड्नेछौँ हामीहरूको मेन काम भनेकै चाहिँ उता अब बाख्रा पुगाउन जाने हो हैन। त्यही भएर हल्का अब उतातिरको भ्यूहरू पनि निकाल्दिउँ भन्ने हो, किनकि सबैजनालाई गाउँको झझल्को दिलाइराखौँ भन्ने हो। तपाईहरु पनि हेर्दै जानु होला र साथ सपोर्ट माया त भन्नै पर्दैन, अब दिइराखेको छ, फेरि पनि दिँदै जानु होला है त। फाइनली गाइज अहिले चाहिँ हामीहरु
घरदेखि हिँडेको कति त्यही 3 घन्टापछि या 2-3 घन्टापछि हामीहरू यो ठाउँ पुगेका छौँ। यो ठाउँको नाम चाहिँ पातिहाल्ला हो। जस्तै अब यता पर चाहिँ वडा नम्बर 1 पर्छ भनेपछि यता 2 पर्छ। हामी बिचमा छौँ भनौँ होइन। पहिला चाहिँ यहाँ कहाँ अब बोर्ड टाँसेको थियो होइन, यहाँसम्म सिमाना भनेर ओडाको होइन। अहिले चाहिँ हामीहरू यो पातिहाल्लामा छौँ। लगभग हामीहरूलाई यो उकालो चढ्न धेरै टाइम लाग्यो क्या। यो उकालो चढ्न उता खोलादेखि यहाँ चढ्न लगभग 1 घन्टाभन्दा बढी लागिहाल्यो क्या। उकालो छ नि त, उकालो छ, त्यही भएर बाख्रालाई तानी लग्नु पर्ने, फेरि गाह्रो थियो नि त। त्यही भएर अब बाँकी कुराहरू चाहिँ देखाउँदै गर्नेछौँ। यहाँ यो डाँडामाको भ्यू पनि देखाउँछौँ। त्यतिन्जेल तपाईँ पनि यो भिडियोमा बनिराख्नु होला अनि यो भिडियो हेर्दै जानु होला है त। सो गाइज, म तपाईहरुलाई केही चीज देखाउन चाहन्छु है त। आऊ हेर त, देखा त माथि, हेर न त्यो भिर, ढुङ्गा हेर न, ढुङ्गा पुरै टाउकोमा झर्ला जस्तो छ, तर के झर्दैन के, यो यस्तै हुन्छ कि, यस्तै यी झर्ला जस्तो छ तर झर्दैन के। हेर है त, यो फुट्ला मान्छ होला, यो अब फुट्छ जस्तो लाग्छ र तर फुट्दैन। यस्तो टाइट छ कि, यस्तो टाइट छ कि यहीँनिर मान्छे झुन्ने पनि बच्छ। देखा त, देखा त, देखा त है। यति टाइट छ यार। चाहेको आँखाले खोजेको जीवनको प्यारो मान्छे हो, कसरी बाँचौला यो जीवन काटौला, जिउनुको प्यारो अर्थ हो। फाइनली हामी चाहिँ वडा नम्बर 1 मा पुगिसकेका छौँ। देख्न सक्नुहुन्छ मेरो पछाडि वडा नम्बर 1 हो। यो चाहिँ साइल गाउँपालिका वडा नम्बर 1। अब बाँकी कुरा चाहिँ तपाईहरु भिडियो हेर्दै भ्यू हेर्दै चिन्नु होला यो ठाउँ कहाँनिर कसको के कस्तो भन्ने कुराहरू भिडियो हेर्दै मजा लिनुस् है त। यो जीवन काटौला जिउनुको प्यारो अर्थ
कसरी पो माया बसेछ मैले चालै पाइन कसरी पो जीवन। फाइनली गाइज हामीहरू चाहिँ अहिले वडा नम्बर 1 कौराडी गाउँमा छौँ। यहाँको भ्यूहरू देख्न सक्नुहुन्छ यही भिडियोमा। वरपर कति हरियाली छ, कति रमाइलो छ भन्ने कुराहरू देख्न सक्नुहुन्छ। अरू कुराहरू चाहिँ भिडियोमा हेर्दै गर है त। काटेछ गाइस अहिले चाहिँ हामीहरू वडा नम्बर 1 को गाउँदेखि होइन, अब यहाँ यो ठाउँलाई घट्या खोला भन्छौँ कि यो ठाउँदेखि हामीहरू चाहिँ आफ्नो घरतिर गइरहेछौँ। बाँकी चाहिँ अब घरतिर जानेखेरको भ्यूहरू हेर्नुहोस् है त। सो गाइज अहिले चाहिँ हामीहरू होइन कौराडीको घट्या खोला भएर अनि पारबाटा भएर यो मत भन्ने ठाउँमा पुगेका छौँ। यो ठाउँलाई मत भन्छ नि क्या होइन, त्यही सुनेको थियौँ हामीले। अब अरूहरूलाई त सोधेको छैन, त्यही सुने हो। अब त्यताको भ्यूहरू अब जाँदाखेरिको आउँदाखेरिको भिडियोहरू बनाएको छौँ। हामीहरू चाहिँ खासमा कामले आएको र त्यो काम सकेर अब चाहिँ घर जान लागिरहेका छौँ र तपाईँहरूलाई त्यही सँगसँगै यहाँको भ्यू अनि यहाँको के कस्तो छ भ्यूहरू कस्तो छ गाउँ त्यो हेर्दै गर्नु होला र साथै साथ सपोर्ट माया अनि लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। सो गाइज अहिले चाहिँ पानी परिरहेछ होइन। अहिले चाहिँ हामीहरू लगभग कति 2-3 घन्टापछि उहाँदेखि फर्क्यो होइन। वडा नम्बर 1 देखि यता पुगेका छौँ। त्यही भएर तपाईँहरूले पनि माया अनि साथ सपोर्ट गरिदिनु पर्यो, सँगसँगै लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु पर्यो। यस्तो दुःख गरेर हामीहरू भिडियो बनाएर हुन्छौँ होइन। यी पानी परिरहेछ, अब फेरि घर पुग्नलाई हामीलाई
डेढ घन्टा जति लाग्छ, 1.5-2 घन्टा जति लाग्छ। त्यही भएर त्यतिन्जेलसम्म हामीहरू क्लिप हालिराख्नेछौँ। तपाईँहरू हेर्दै गर्नु होला है त। सो गाइज अहिले चाहिँ हामीहरू होइन त्यो डाँडादेखि भएर उतादेखि भएर यहाँ भएर यो बाटो हुँदै यहाँ आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ हाम्रो हालत होइन कस्तो छ भाइ हालत। बेकार छ, बेकार होइन, पुरै भिजाइदियो क्या। यस्तो पानी परिरहेछ नि। अब फेरि अरू मोबाइल भएपछि हो यार यो। अब एन्ड्रोइड युजर भएर एन्ड्रोइड होइन भिज्छ कि भन्ने डर छ। यस्तो छ हालत। कसो छ हेर न, केटाहरू पुरै फर्ममा छन् यार। पुरै खराब छ के, देख्न सक्नुहुन्छ हाम्रो हालत यही हो, पुरै भिजेर। अब नत्र हामी अघि पनि घर पुग्न सक्थ्यौँ, किनकि अब भिडियो नबनाइदिएपछि घर पनि पुग्न सक्थ्यौँ। अब किनकि हामीहरूले भिडियो पनि बनाउनु पर्ने हुन्छ नि त, दर्शकहरूलाई इन्टरटेनमेन्ट गराउन लागि भयो नि भिडियोहरू बनाउँछौँ। त्यही भएर हजुरहरूको साथ सपोर्ट अनि माया चाहिँ चाहियो है। अरू त त्यस्तै हो, कतै ढुङ्गा आउँछन् कि भन्ने हो कि माथिदेखि। यस्तो भिड छ यार, कतै ढुङ्गा आएछ कि हेर्ने। अरे पानी कति चुन्छ अरे उठेर। हालत खराब भइसक्यो यार। हालत त पुरै खराब भयो गाइस हाम्रो। त्यही पनि आज भिडियो त हामी बनाइरहेको छौँ। तपाईँहरूले साथ सपोर्ट दिइदिनु पर्यो होइन। अरू त त्यस्तै हो, पानी परिरहेछ गाउँतिर होइन। यसै सिङ्गौरा हो, सिङ्गौरा भन्छ नि यसलाई। हामी चाहिँ अहिले घरतिर जाँदैछौँ। हाम्रो गाउँको सिङ्गौराको खोलामा पुगिसक्यौँ, देख्न सक्छौ। अब यो बाटो कस्तो छ थाहा छ? चप्पली हो, त्यसपछि चिप्ले चाहिँ गयो। रातो माटी, रातो माटो चिप्लो बाटो भने जस्तै हो क्या। पानी परिरहेछ। अब एन्ड्रोइड युजर हो होइन, धेरै मोबाइल चाहिँ नभिजाउँ। हजुरहरूले चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला है त। बाँकी कुरा चाहिँ भिडियो बनाउँछौँ हामीहरू, तपाईँहरू हेर्नुहोस्, हामीहरू बनाउँछौँ। त्यही हो, साथ सपोर्ट गरिदिनु पर्यो। तपाईँहरू हेर्ने मात्र के, हामीहरू चाहिँ यस्तो त कति झेल्न सक्छौँ, कति झेल्न सक्छौँ। तपाईँहरूको खालि साथ सपोर्ट अनि हामीलाई माया चाहियो, त्यति भए पुग्यो गाइस। मोबाइलको हालत यस्तो छ कि पुरै पानीले भिजेर घर गएर चल्ने हो कि चल्ने होइन थाहा छैन। फेरि यही हो। अब फेरि बत्ती गइसक्यो होला हाम्रो गाउँमा, थाहा छ? बत्ती गइसक्यो होला। बत्ती गइसकेपछि चाहिँ मोबाइलको हालत चार्ज हुँदैन, हालत भी खराब। पावर ब्याङ्क पनि छैन नि त सुरुमा। अब पावर ब्याङ्क छैन, यस्तै छ जिन्दगी। जिन्दगीले कहाँ पुर्यायो। देख्न सक्नुहुन्छ पानीले चाहिँ पुरै खराब गरिदिएछ के यार। हामीहरू यसो पल पलको खबर दिइराख्नेछौँ। तपाईँहरूले हाम्रो पेजलाई फलो, युट्युब च्यानललाई सब्सक्राइब अनि लाइक कमेन्ट सेयर गरिदिनु होला है त। हामीहरू यस्तै यस्तै भिडियोहरू बनाउनेछौँ। गाउँको पल पलको खबर हजुरहरूलाई सुनाइरहनेछौँ। तपाईँहरूले साथ सपोर्ट अनि माया देखाइदिनु पऱ्यो है त। ल बाँकी कुरा चाहिँ भिडियो हेर्दै गर्नु होला है त। बाई 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 बाई। लाइक कमेन्ट एन्ड शेयर सब्सक्राइब गर्नु। फाइनली हामीहरू घर पुगिसकेका छौँ। हालत यहरू जेर यस्तो छ, त्यही पनि केही छैन। अब
तपाईँहरूले चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु पऱ्यो, माया देखाइदिनु पऱ्यो, यति नै हो है। अब बाँकी चाहिँ त्यही हो। आजको भिडियोमा सबै चिज हेरिसक्नुभयो, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। अब यहाँसम्म पुग्नु भइसकेको छ, हेर्न सक्नुहुन्छ हालत, त्यस्तो हालत छ। त्यही भएर सबैजनालाई धेरै धेरै धन्यवाद।